नमस्ते साथीहरू, किताब डिकोडमा तपाईलाई स्वागत छ। एकछिन आँखा चिम्लेर सोच्नुहोस् त, तपाईँ हरेक दिन उठ्नुहुन्छ, दौडधुप गर्नुहुन्छ, घण्टौं काममा बिताउनुहुन्छ, दिमाग खियाउनुहुन्छ। किन? सायद तपाईको जवाफ होला पैसा कमाउन, आफ्नो र आफ्नो परिवारको जीवन सहज बनाउन। तर कहिले यस्तो भएको छ? महिनाको अन्त्यमा तलब आउँछ, तर केही दिनमै कहाँ हराउँछ थाहै हुन्न। तपाईले सामाजिक सञ्जालमा साथीहरूले नयाँ बाइक किनेको, महँगो रेस्टुरेन्टमा गएको वा विदेश घुमेको देख्नुहुन्छ। अनि मनमा एउटा प्रश्न आउँछ, मैले के गल्ती गरिरहेको छु? मैले पनि त यति नै मेहनत गरेको छु, तर म किन सधैँ पैसाको तनावमा हुन्छु? हामीलाई लाग्छ धनी बन्न सायद कुनै ठूलो रहस्य छ, कुनै फर्मुला छ जुन हामीलाई थाहा छैन। हामीलाई लाग्छ धेरै पढे लेखेका ठूला डिग्री भएका मान्छेहरूले मात्र पैसाको खेल बुझ्छन्। तर के यो साँच्चै सत्य हो? के पैसा कमाउनु र त्यसलाई आफूसँगै राख्नु भनेको हिसाब किताब र गणित मात्रै हो? आज हामी यस्तै एउटा किताबको कुरा गर्दैछौँ जसले भन्छ, होइन, पैसाको खेल तपाईँको दिमागले कति जान्दछ भन्नेमा होइन, तपाईँको बानी बेहोरा र मनोविज्ञान कस्तो छ भन्नेमा निर्भर गर्छ। आउनुहोस्, आज मर्गन हाउसलको किताब द साइकोलोजी अफ मनीलाई एउटा कथाको माध्यमबाट बुझौँ। यो कथा हो सायद तपाईँको र मेरो, हामी सबैको। यो कथा हो दुईजना साथी आरब र समीरको। दुवैजना एउटै कलेज पढेका, एउटै सहरमा हुर्किएका। अहिले दुवैजना आफ्नो जागिर गर्छन्। आरब एउटा सानो कम्पनीमा काम गर्छ, सामान्य तलब छ। समीर भने एउटा ठूलो मल्टिनेसनल कम्पनीमा काम गर्छ, आरबको भन्दा तलब पनि झन्डै दोब्बर छ। बाहिरबाट हेर्दा समीरको जीवन एकदमै सफल देखिन्छ। उसँग पछिल्लो मोडलको महँगो फोन छ, हरेक हप्ता महँगो रेस्टुरेन्टमा खान जान्छ र हरेक 6 महिनामा आफ्नो बाइक अपग्रेड गर्ने योजना बनाइरहेको हुन्छ। उसका लुगाहरू ब्रान्डेड हुन्छन्, ऊ हेर्दा धनी देखिन्छ। तर समीरको भित्री कथा फरक छ। ऊ सधैँ तनावमा हुन्छ। क्रेडिट कार्डको बिलले उसलाई सताउँछ। तलब आउने बित्तिकै आधाभन्दा बढी पैसा इएमआई र बिल तिर्दैमा सकिन्छ। उसलाई लाग्छ अझै पैसा चाहियो। प्रमोसन भयो भने, तलब बढ्यो भने सबै ठिक हुन्छ। ऊ पैसालाई एउटा गणितको समस्या जस्तो सोच्छ, जसलाई हल गर्न उसँग पर्याप्त नम्बर छैन। अर्कोतिर छ आरब। ऊ सामान्य जीवन जिउँछ, पुरानै फोन चलाउँछ, सार्वजनिक यातायातमा हिँड्छ र घरमै बनेको खाना खान रुचाउँछ। तर समीरको भित्री कथा फरक छ। ऊ सधैँ तनावमा हुन्छ। क्रेडिट कार्डको बिलले उसलाई सताउँछ। तलब आउने बित्तिकै आधाभन्दा बढी पैसा इएमआई र बिल तिर्दैमा सकिन्छ। उसलाई लाग्छ अझै पैसा चाहियो। प्रमोसन भयो भने, तलब बढ्यो भने सबै ठिक हुन्छ। ऊ पैसालाई एउटा गणितको समस्या जस्तो सोच्छ, जसलाई हल गर्न उसँग पर्याप्त नम्बर छैन। अर्कोतिर छ आरब। ऊ सामान्य जीवन जिउँछ, पुरानै फोन चलाउँछ, सार्वजनिक यातायातमा हिँड्छ र घरमै बनेको खाना खान रुचाउँछ। बाहिरबाट हेर्दा ऊ समीर जस्तो कुल वा धनी देखिँदैन। एक दिन समीर निकै तनावमा हुन्छ र आरबलाई भेट्न पुग्छ। यार आरब, समीरले भन्छ, मलाई केही बुझ्न सकिन। म तँभन्दा धेरै कमाउँछु, तर मलाई सधैँ पैसा अपुग हुन्छ। मेरो आधा जीवन त पैसाकै चिन्तामा बितिरहेको छ। त कसरी यति शान्त देखिन्छस्? तेरो रहस्य के हो? आरब मुस्कुराउँछ। उसले कुनै लगानीको गोप्य टिप्स वा छिटो धनी बन्ने योजना चाहिँ बताउँदैन। बरु उसले एउटा किताबको कुरा गर्छ जसले उसको जीवन हेर्ने दृष्टिकोण नै बदलिदियो। समीर, आरबले शान्त भएर भन्छ, हामीले पैसालाई गलत तरिकाले हेरिरहेका छौँ। हामीलाई लाग्छ यो गणित हो, तर यो मनोविज्ञान हो। यो हाम्रो व्यवहारको कथा हो। आरबले समीरलाई द साइकोलोजी अफ मनीका केही शक्तिशाली पाठहरू आफ्नो जीवनको अनुभवबाट सुनाउन थाल्छ। पहिलो कुरा त यो बुझ्नुपर्छ समीर, आरबले सुरु गर्छ, साँचो सम्पत्ति त्यो हो जुन देखिँदैन। तेरो महँगो फोन, ब्रान्डेड कपडा, महँगो बाइक यो सम्पत्ति होइन, यो खर्च हो। यो दुनियाँलाई मसँग पैसा छ भनेर देखाउने तरिका हो। तर साँचो सम्पत्ति त त्यो हो जुन कसैले देख्दैन। मेरो बचत खातामा रहेको पैसा, मेरो आपतकालीन कोष, मेरो सानो लगानी जुन चुपचाप बढिरहेको छ। सम्पत्ति भनेको त्यो पैसा हो जुन तिमीले खर्च गरेनौ। समीर छक्क पर्छ। उसले त सधैँ सोचेको थियो धनी देखिनु नै धनी हुनु हो।
आरबले अगाडि भन्छ, पैसाले किन्न सक्ने सबैभन्दा ठूलो कुरा भनेको स्वतन्त्रता हो। मैले किन नयाँ बाइक किनिन थाहा छ? किनकि त्यो बाइकले मलाई केही महिनाको खुसी देला, तर त्यसको इएमआईले मेरो महिनौको शान्ति खोज्छ। मेरो लागि सम्पत्तिको अर्थ हो आफ्नो समयमाथिको नियन्त्रण। भोलि यदि मलाई मेरो जागिर मन परेन भने मैले तुरुन्तै छोडेर 6 महिनासम्म बिना तनाव अर्को काम खोज्न सक्छु। किनकि मसँग त्यो अदृश्य सम्पत्ति छ जसले मलाई यो स्वतन्त्रता दिन्छ। के तेरो महँगो फोनले तँलाई यो स्वतन्त्रता दिन्छ? समीर चुप हुन्छ। उसको फोनले त उसलाई स्वतन्त्रता होइन, इएमआई को बन्धन दिएको थियो। अनि अर्को महत्त्वपूर्ण कुरा आरबले थप्छ, धनी हुनु र धनी रहिरहनु दुई फरक कुरा हुन्। धनी हुनलाई सायद आँट, भाग्य र जोखिम चाहिन्छ, तर धनी रहिरहनलाई विनम्रता र अनुशासन चाहिन्छ। हामी कति कथाहरू सुन्छौँ, चिट्ठा परेर रातारात करोडपति बनेका मान्छेहरू केही वर्षमै पहिलेकै अवस्थामा फर्किन्छन्। किनकि उनीहरूले पैसा कमाउन त जाने, तर त्यसलाई आफूसँगै राख्ने मनोविज्ञान बुझेनन्। पैसा टिकाउनु भनेको खर्च गर्ने अहङ्कारलाई जित्नु हो र बचत गर्ने बानी बसाल्नु हो। आरबले समीरलाई सम्झाउँछ, मैले बचत गर्नको लागि कुनै ठूलो कारण खोजिन। मैले विदेश घुम्न जान वा घर किन्न भनेर मात्र बचत गरेको होइन। मैले बचत गरेको हुँ भविष्यको अनिश्चितताको लागि, त्यो सङ्कटको लागि जुन मैले आज देख्न सक्दिनँ। बचतले मलाई आत्मविश्वास दिन्छ, शान्ति दिन्छ। आरबका कुराहरू समीरको दिमागमा घुम्न थाल्छन्। उसलाई पहिलो पटक आफ्नो गल्ती महसुस हुन्छ। ऊ पैसाको खेल खेलिरहेको थिएन, ऊ त अरूलाई देखाउने खेल खेलिरहेको थियो। उसले आरबलाई होइन, समाजको नजरलाई जित्न खोजिरहेको थियो। त्यो रात समीर घर फर्कन्छ र आफ्नो कोठामा एक्लै बस्छ। उसले आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट हेर्छ, आफ्नो महँगो फोन हेर्छ र आफूले किन्न चाहेको त्यो नयाँ बाइकको फोटो हेर्छ। तर आज उसलाई ती कुराहरूमा खुसी होइन, एउटा बोझ देखिन्छ, एउटा पासो देखिन्छ। उसलाई महसुस हुन्छ उसले आफ्नो बहुमूल्य मानसिक शान्ति यी निर्जीव वस्तुहरूसँग साटिरहेको थियो। त्यो दिन समीरको जीवनको टर्निङ पोइन्ट बन्छ। ऊ रातारात धनी बन्दैन, तर उसको पैसाप्रतिको व्यवहार बदलिन्छ। उसले आफ्नो महँगो फोन बेचेर एउटा सामान्य फोन किन्छ, बाइक अपग्रेड गर्ने योजना रद्द गर्छ। उसले रेस्टुरेन्टमा खाने पैसा बचाएर एउटा सानो तर नियमित बचत योजना सुरु गर्छ। सुरुमा उसलाई गाह्रो हुन्छ, साथीहरूले जिस्काउँछन्, के भयो यार तलाई, कन्जुस भइस। तर यसपालि समीरलाई फरक पर्दैन, किनकि उसलाई थाहा छ ऊ कन्जुस होइन, ऊ स्वतन्त्र बनिरहेको छ। बिस्तारै समीरले आफ्नो जीवनमा परिवर्तन महसुस गर्न थाल्छ। उसको क्रेडिट कार्डको बिल घट्छ, उसको ब्याङ्क खातामा पैसा देखिन थाल्छ र सबैभन्दा ठूलो कुरा, उसको मनबाट पैसाको तनाव हट्दै जान्छ। ऊ राति शान्तसँग सुत्न थाल्छ। उसले अब अरूको इन्स्टाग्राम हेरेर आफूलाई तुलना गर्न छोड्छ। उसले बुझ्छ सबैको यात्रा फरक छ, सबैको परिभाषा फरक छ। उसले आफ्नो खुसीको परिभाषा आफै बनाउन थाल्छ, जुन हो मानसिक शान्ति र आफ्नो समयमाथिको नियन्त्रण। साथीहरू, समीर र आरबको यो कथाले हामीलाई द साइकोलोजी अफ मनीको गहिरो सत्य सिकाउँछ। सम्पत्ति कमाउनु भनेको ठूला फर्मुला जान्नु वा अजारको भविष्यवाणी गर्नु होइन। यो त आफ्नो लोभ, डर, अहङ्कार र सामाजिक दबावलाई नियन्त्रणमा राख्ने कला हो। यो एउटा लामो दौड हो, छोटो दौड होइन। पैसाको सबैभन्दा ठूलो फाइदा भनेको तपाईलाई महँगो गाडी वा ठूलो घर दिनु होइन। पैसाको सबैभन्दा ठूलो र वास्तविक मूल्य भनेको तपाईलाई तपाईको जीवनमाथि नियन्त्रण दिनु हो। तपाईलाई म आज जे चाहन्छु त्यो गर्न सक्छु भन्ने स्वतन्त्रता दिनु हो। त्यसैले अर्को पटक जब तपाईँ पैसाको बारेमा सोच्नुहुन्छ, नम्बरहरूको बारेमा मात्र नसोच्नुहोस्। आफ्नो व्यवहार र आफ्नो मनोविज्ञानको बारेमा सोच्नुहोस्। तपाईको लागि सम्पत्तिको परिभाषा के हो? के यो अरूलाई देखाउनु हो वा आफ्नो लागि शान्ति र स्वतन्त्रता कमाउनु हो? यो प्रश्न आफैलाई सोध्नुहोस्। यो भिडियोमा प्रस्तुत गरिएको कथा र विचारहरू तपाईलाई कस्तो लाग्यो? कृपया कमेन्टमा आफ्नो अनुभव सेयर गर्नुहोला। यदि तपाईलाई यो भिडियो मन पर्यो भने कृपया भिडियोलाई लाइक गरिदिनुहोला र यस्तै प्रेरणादायी किताबहरूको कथा सुन्नको लागि किताब डिकोडलाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। याद राख्नुहोस्, धनी बन्नु भनेको धेरै पैसा कमाउनु मात्र होइन, पैसालाई यसरी व्यवस्थापन गर्नु हो कि तपाईँ राति शान्तिसँग सुत्न सक्नुहोस्। धन्यवाद।